आज हाम्रो मामाको घरको अगाडि अरिङ्गाल के रे अरिङ्गाल कालो अरिङ्गाल रहेछ। यस्तो आज रैलो पोलेर धन्नैले मारेन लखती खेला हो, त्यही पनि धन्नै निकालेरै छारे। घरमा पानीको धारा थियो र उहाँ फोर्स हार्नेर बल्ल भागो, नत्र अन्त मार्ने थियो हामीलाई। यस्तो गरेर निकाल्यौँ। घर अगाडि थियो, बाहिर निस्किन नदिने, यताउति हिँड्न नदिने। बडा मुस्किलले आज यसको कार्यक्रम गर्यो। अब हाम्रो साला माइतीले यहाँ बनाउँदै छन्। यस्तो छ बच्चा हेर्नुहोस्, गाइज हो यस्तो छ। यो पुरै किमुको रूपमा थियो। खासै ठुलो त रहन्छ। आमाहरू यहाँ रहेछ। यो त बाउ हो कि ठुलै छ यार। यस्तो छ, हामीले बनाउँदैछौँ। अब यसको अहिले झ्याम्म हुन्छ। धेरैको भएको आमा रहेछ, बाउ चाहिँ थोरै छ। यो ठुल्ठुलो चाहिँ अलिक कमै छ। ठुल्ठुलो बाउ हो कि हो हाम्रो हिसाबमा। यस्तो यो आगोमा पोल्ने अनि यसरी झार्ने हो कि मलाई आशा। बच्चा पनि यो त बोइलर हो कि हो, ठुल्ठुला छ यार, बोइलर छ यार। यस्तो हो के पोल्न पर्छ कि साला। पोलेर अनि बल्ल यसको यो जान्ने होइन क्या यार निकाल्न। अब खानामा जान्ने को त्यही भएर हो। यस्तो हो। आमा बाउ पनि खाने कि न, हामीले टोक्छ हामीले नखानेलाई छोड्ने होइन। यस्तो बनाउँदै ओहो यस्तो तला पुरै पुरा भात भटिन्छ है। तला हुँदैछ यार यसो घर त यार पुरै। यीमा कसम जिउँदै हो कि यार। जिउँदो भन्नेको हुन्छ होइन छ। अब यसलाई कतिखेर हो त्यसो झर्छ क्या।